अचिभमेन्ट अनलक्ड। नेपाल अब सक्सेसफुली ग्रे लिस्टमा परेको छ। टुरिज्म बढाउनलाई प्रमोसन गर्न संसारकै वाच लिस्टमा पर्न नेपाल सफल भएको छ। अबदेखि हाम्रो रिलायबिलिटी स्ट्याट्स घटेको छ। एफडीआई जुन पहिलादेखि नै कम थियो अझ घट्नेछ। अहिलेको पोलिटिकल क्लाइमेट हेर्ने हो भने नेपाल ढुक्क भएर बसे हुन्छ, यो ग्रे लिस्टको ब्याज हामीबाट सजिलै खोसिँदैन। फाइनेन्सियल एक्सन टास्क फोर्स FATF भनेको एउटा इन्टरनेसनल अर्गनाइजेसन हो जुनले मनी लन्डरिङ र टेररिस्ट फाइनेन्सिङलाई कन्ट्रोलमा ल्याउन पोलिसिज बनाउँछ। यसको बारे अझ जान्नु इच्छुक हुनुहुन्छ भने यसको आफ्नै युट्युब च्यानल र वेबसाइट पनि छन् जुन भिडियोको डिस्क्रिप्सनमा हालिएको छ। एसिया पेसिफिक ग्रुप अन मनी लन्डरिङ APG ले नेपालमा म्युचुअल इभ्यालुएसन गर्दा नेपालमा वित्तीय अपराधहरूको कार्यान्वयन, अनुसन्धान र अभियोजनमा कमजोरी देखेको छ र सहकारी लगायत जग्गाहरूको कारोबारहरूमा नियम नपुग्ने देखेको छ। यो कारण नेपाल FATF ग्रे लिस्टमा पर्न पुगेको हो। नेपाल FATF ग्रे लिस्टमा परेपछि अब यसको इम्प्याक्ट चाहिँ के हुने भयो त भनेर नेपाल वाचको कुरा पैसाको यो एपिसोडमा कुरा गरिएको छ। नेपाल 2005मा चाहिँ मूल्याङ्कनमा पर्दाखेरि नेपालमा सम्पत्ति शुद्धिकरण निवारणमा हाम्रो चाहिँ त्यति राम्रो भन्नाले थिएन। यसमा वित्तीय सचेतता प्रशिक्षक श्याम कृष्ण दाहाल अनुसार अब नेपाललाई फाइनेन्सियल कस्ट बढ्ने भयो। हामीसँग काम गर्दा रिस्क हुन्छ भनेर अरू संस्था तथा देशहरूले बुझ्नेछन् र त्यही रिस्क अनुसार अब उनीहरूले हामीलाई प्रिमियम चार्ज गर्न सक्छन्। हाम्रो देशमा निर्यात पनि धेरै जस्तो एलसीमै हुन्छ। अब ब्याङ्कको एलसी पनि एक्सेप्ट गर्ने कि नगर्ने यसमा नि प्रिमियम लगाउन सक्छन्, जसले गर्दा हामीले आयात गर्ने सामान झन महँगो हुन सक्छ। त्यस्तै गरी रेमिटेन्स पठाउन नि महँगो हुन सक्छ। नेपालमा रेमिटेन्सको बारेमा हामीले पुरानो भिडियोमा देखाएका थियौँ। रेमिटेन्स पठाउनेले नि यहाँ त रिस्क छ भनेर कस्ट बढाउन सक्छन्, जसले गर्दा हुन्डी झन बढ्न सक्छ। यसको बारेमा आइडियाप्रेनर, इनडेप्थ स्टोरी, कान्तिपुर TV HD लगायत अरू थुप्रै च्यानलहरूले भिडियो बनाउनु भएको छ। मैले यो भिडियोको बारे इन्फर्मेसन खोज्दै गर्दा News18 को एक आर्टिकल भेटेँ जसको टाइटल थियो नेपाल अन FATF ग्रे लिस्ट, डिकोडिङ चाइनाज रोल एन्ड हाउ इट अफेक्ट्स इन्डिया। त्यसको अनुसार नेपाल चाइनाले दिइरहेको ग्रान्ट, लोन, फन्डहरू मिसयुज गर्दै जाँदा पछि गएर चाइनाले केही डिमान्ड अघि सार्यो भने नेपालले नाइ भन्न नसक्ने डर हुन्छ र वेस्टले नेपाल चाइनातिर नढल्कोस् भनेर नेपाललाई ग्रे लिस्टमा राख्ने हुनसक्छ। चाइनाले आफ्नो इन्फ्लुएन्स बढाउँदै जाँदा इन्डिया तथा USA को साउथ एसियामा इन्फ्लुएन्स गर्दै जाँदैछ। मालदिभ्स र इन्डिया बीचको सम्बन्ध अहिले नराम्रो छ। बङ्गलादेशमा नि शेख हसिनालाई संरक्षण दिएको भएर बङ्गलादेशीहरू इन्डियासँग रिसाएका छन्। नेपालमा नि आर्टिकल अनुसार पहिला टिबेटियन रेफ्युजीहरू नेपालबाट इन्डियातिर पठाइन्थ्यो भने अहिले धेरै जस्तोलाई चाइनामा पठाइन्छ जहाँ उनीहरू अरेस्ट हुन्छन्। चाइनाले टिबेटलाई अझ कन्ट्रोलमा ल्याउन भयो नि नेपालमाथि अझ इन्फ्लुएन्स बढाउन चाहन्छ र यहीसँग इन्भेस्टमेन्ट पनि नेपालमा बढेको छ। यो बढ्दो इन्भेस्टमेन्टलाई अलि कम गर्ने कुरा पनि ग्रे लिस्टमा राख्ने डिसिजनमा फ्याक्टर इन गरिएको हो कि भनेर विचार राखिएको छ। तर यो सब भन्दाखेरि जियोपोलिटिक्स मात्रले नेपाल ग्रे लिस्टमा परेको हो भन्ने कुरा साँचो होइन। आर्टिकलले पनि नेपालको कमजोरी छ भन्ने कुरा टार्दैन, तर यस्ता कुराहरूले पनि वर्ल्ड स्टेजको कति डिसिजनहरू इन्फ्लुएन्स गरिरहेका हुन्छन् भनेर हामीले याद गर्नु चाहिँ पर्छ। अनि सबै कुरा नराम्रो नै भएको चाहिँ होइन। यो सिचुएसन हाम्रो लागि सिस्टम सुधार्ने एकदमै राम्रो चान्स पनि हो। संसारले हेरेपछि अब आफ्नो कर्तव्यहरू टार्न गाह्रै हुन्छ र ग्रे लिस्टमा परेसँगै जेनरल पपुलेसनमा नि यसको बारे इन्ट्रेस्ट बढेको छ। त्यही भएर अब यो कुरामा सरकार अझ कडा हुन्छ भनेर म चाहिँ आशा राख्दैछु। भिडियोको सम्पूर्ण सोर्सहरू डिस्क्रिप्सनमा राखिएको छ। धन्यवाद।